Hey, my dear, most special one, जहाँ शब्दहरू कम पर्छन् र मौनताले अर्थ दिन्छ। यो तिम्रो अनि मेरो कथा हो, किनकि तिमी मेरो प्रार्थनाको उत्तर हो। तिमी मेरो जीवनको सुगन्ध हो। तिमी मेरो काँडा बिचको गुलाबी हो। प्रिय, म तिमीमा सुन्दरता मात्र देख्दिनँ, म तिमीमा परमेश्वरको हात देख्छु। तिमी मेरो माया मात्र होइन, मेरो विश्वास, मेरो शान्ति, मेरो उद्देश्य हो। जसरी सोलोमनले आफ्नो सोलोमाइटको प्रशंसा गर्छ, तिमी मेरो पूर्ण सुन्दरी छ, तिमीभित्र कुनै दोष छैन। त्यसरी नै म तिमीलाई पनि प्रशंसा गर्छु। तिम्रो जन्मदिनमा म परमेश्वरलाई धन्यवाद दिन्छु, किनभने उहाँले म अनि तिमीलाई यति प्रेम गर्नुभयो, जुन अगाप्य प्रेम, जो समयले नधुने परिस्थितिभन्दा बलियो र जसमा उहाँकै उपस्थिति छ। तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना। परमेश्वरको कृपा सधैँ तिमीमाथि रहोस् र हाम्रो प्रेम उहाँकै उपस्थितिमा सधैँ उज्यालो